बालेन सरकारले फेरि रच्ने भयो इतिहास। राजदूत हुन अब लोकसेवा लड्नुपर्ने। दलका झोला बोक्नेका दिन सदाका लागि समाप्त हो। दलका सरकारले कारबाहीको चेतावनी दिँदा दिँदै पनि रोकिएन विद्यालयहरूको लुट धन्दा। सरकार भन्छ विद्यार्थी भर्नाको नाममा अन्य शुल्क लिएको पाइएमा कडा भन्दा कडा कारबाही हुन्छ। बालेनले समाते केपी ओलीकै बाटो। बोलाइसकेको संसद रोकेर अध्यादेशको बाटो रोजेपछि चौतर्फी आलोचना। रवि लामिछानेको पुरानो फेसबुक स्ट्याटस अहिले आफैलाई बन्यो गल्पासो। सरकारी ढुकुटी दोहन गरेर मौजमस्ती गर्ने सरकारी कर्मचारी माथि फेरि बालेन सरकारको कडा एक्सन। संविधान संशोधन गर्ने र 110 वटा नयाँ कानून निर्माणको प्रक्रिया सुरु। नमस्कार। आगामी हुने स्थानीय निर्वाचनमा कसैले टिकटको आश्वासन दिए सिधै कारबाही गर्ने रवि लामिछानेको चेतावनी। नमस्कार। बालेन सरकारले संसद छलेर अध्यादेश ल्याउनुको पछाडिको भयानक रहस्य यस्तो छ। अध्यादेश मार्फत देशलाई तीव्र रूपमा अगाडि बढाउन बालेन सरकारको तयारी। बालेन सरकारद्वारा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस। बालेन सरकारले करिब 40 वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। पूर्व भिआइपी लाई दिने उपचार खर्च खारेज। ओलीकै उपचारका नाममा राज्य कोषबाट 1 करोड 16 लाख सुहा। कुन नेताले कति झ्वाम पारे।